आइतबार वीरपारा पथेर साथीमा डुवर्स तामाङ बौद्ध संघको एउटा सभामा लिएको निर्णय अनुसार आगामी 12 मईका दिन बुद्ध पूर्णिमाको अवसरमा बीटीएमसी एक्ट 1949 खारेजको मागसहित शान्तिपूर्ण शोभायात्रा निकालिने भएको छ। संघको केन्द्रीय समितिको सभाले यो प्रस्ताव पारित गरेको हो भने संघका मूल सचिव कुमार गोलेका अनुसार सभामा संगठन विस्तार, सदस्यता शुल्क संकलन, पुराना ब्लक कमिटी विघटन एवं नयाँ कमिटी गठन र भविष्यमा तामाङ गान्बा, ताम्बा तथा डम्फुरेहरूको प्रशिक्षण सम्बन्धी योजना पनि पारित गरिएको छ। डुवर्स तामाङ बौद्ध संघले बुद्ध गयामा चलिरहेको शान्ति आन्दोलनलाई पनि नैतिक समर्थन जनाएको छ। सेन्ट्रल कमिटीको एउटा दायित्व हुन्छ, सेन्ट्रल कमिटीको एउटा भार हुन्छ कि तामाङ जातिको भाषा, संस्कार, संस्कृति होइन विविध कार्यक्रममा हाम्रोमा छ। बुद्ध जयन्तीमा हामीले के गर्नुपर्ने, अनि जुन प्रकारको अहिले बुद्ध गयामा आन्दोलन चलिरहेको त्यसमा डुवर्स तामाङ बौद्धको भूमिका कस्तो हुनुपर्ने भन्ने विषयमा पनि छ। किनभने गत 15 दिन अगाडि हाम्रो डुवर्स तामाङ बौद्ध संघले आपतकालीन मिटिङ गरेर चाहिँ बुद्ध गयामा हाम्रो समर्थन हुनुपर्छ भनेर दिल्लीबाट आसिङ सिंहको नेतृत्वमा 500 जना पुग्ने आयोजन गरी जानुभयो। र आज रिपोर्ट उहाँले राख्नुहुन्छ। अन्त हामीले पनि सागा सागामा हाम्रो स्टेटमा लिएर हामीले के गर्नुपर्ने उहाँहरूको विषयमा पनि छ। अनि हाम्रो अब सामरिक चर्च अब यहाँनिर अब यो अहिले सबै कुरोमा अब हामीले अध्ययन गरेर होइन अगाडि बढ्नुपर्ने हुन्छ। सबैलाई आफ्नो गर्नुपर्दै हाम्रो सर्वप्रथम आजको अध्यक्ष कमिटीले सर्वप्रथम जो सिक्किममा जम्मू कश्मीरमा जुन चाहिँ प्रधानमन्त्री जुन आतङ्कवादी हमलामा धेरै मान्छेहरू होइन ज्यान ग्रहण गर्नको 27 जनाको ज्यान ग्रहण गर्यो। त्यसमा हाम्रो भारतीय त्यो भनेदेखि कोही विदेशी नेपाल पनि थियो है। अहिले सँगसँगै विभिन्न शाखाहरूमा हाम्रो तामाङ